माई ब्लग। सबैजनाले माया गरिदिनु होला। अब हामी एकछिनमा निस्किनेवाला छौँ गाइस। चलो चलो ल चल्यो ल गयो ल लेट्स गो ल अनि आज चाहिँ हामी टुरमा निस्केको छौँ। हामी लगभग हामी 8जना छौँ अनि उहाँ एकजना सर पछाडि हुनुहुन्छ। गाडी आउन बाँकी छ। बिहानै 4 बजे निस्किनु पर्ने थियो तर पनि हामी चाहिँ अलिकति 5-6 बज्न लागिसक्यो अनि हामी जाँदैछौँ। कस्तो हुन्छ टुर किन भन्दाखेरि नेचरल एडभेन्चर टुर फर्स्ट टाइम हो। कस्तो हुन्छ आइरहनु मलाई थाहा छैन। सो बट भेरी एक्साइटेड फर है त्यसको लागि म एकदम धेरै एक्साइटेड के भन्छ एक्साइटेड छु म। मलाई अङ्ग्रेजी अलिकति कम आउँछ कि सो आई एम भेरी मच एक्साइटेड। सो गाइज आर यु एक्साइटेड? यस सर एक्साइटेड आई एम भेरी एकदमै एक्साइटमेन्ट चाहिँ बडा हाई भइरहेको छ होइन। हाम्रो टुरको यात्रा स्टार्ट भयो। एक्साइटेड बढेर हाई लेभलमा पुगिसक्यो गाइस 100% 100मा एक्साइटेड बढेर हाई लेभलमा पुगिसक्यो गाइस 100% 100मा 100मा ल सबैजनाको फर्स्ट टुर है गाइस नेचरल्यान्ड भन्छ हो। ल हामी मन्दिर पसेर जाने भन्ने कुरा छ किन भन्दाखेरि भगवान्को पनि दर्शन गरिदिउँ न उहाँ कस्तो हुन्छ। सबैजना आउनु होला भगवान्को दर्शन गर्नलाई जाउँ। सिधै सिन्धुलीबाट अब हामी त्रिशुलीको लागि निस्किँदैछौँ। अनि अलिअलि अँध्यारो छ बाहिर किनभने लागिरहेछ। फाइनली हामी चाहिँ आइपुग्यौँ कतातिर हो थाहै छैन। ठाउँको नामै थाहा छैन। त्यही हरिहरपुर गढी गइरहेछ हामी। सो माया हृदय खोले हामी चाहिँ यहाँ हरिहरपुरमा आएर खाजा खानेको एकदमै मिठो छ एकदमै बवाल छ। हामी चाहिँ अब एकदम मजाले इन्जोय गर्दै हिँडेको यहाँ चाहिँ गाडी चार्ज गर्ने ठाउँमा चाहिँ खाजा खाम त भनेर एकदम बवाल छ गाई चाहिँ मिठो छ। खाने भए आउनुहोस् है बवाल छ हामी त खाइरहेको ल खाने भए आउनु है तर म किनिदिँदिनँ
आफै किनेर खानुपर्छ। स्वाप्पा जोबेर स्वाप्पा अनि यति मिठो चिज होइन बबाल छ नि एकदम मन वाह ल निधारीमा हुनुहुन्छ है हेलो एकदमै इन्जोय मस्त भइरहेको छ गाइस हैन पेन्टिलामा खोलिदिन्छु पेन्टी खाना पैसा यति धेरै सोल्टी कमाए रे सेन्टी भामा आयो पैसा गयो पैसा धेरै आयो थोरै लैजा खायो पैसा हगो ऐसा बेचे आउँछ मोनालिसा स्टिभ जब्स बेटर नट फक विथ मी धेरै गस किनिदिन्छु त्यो वाल कम्पनी फेरि म पैसा तसँग पैसा मसँग पैसा तसँग पैसा अरे मसँग पैसा तसँग पैसा मसँग पैसा हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेलो गाइस है एकदम मजाले हामी चाहिँ हेटौँडा आइसकेका छौँ र हेटौँडामा चाहिँ हामी गाडी चार्ज गर्ने ठाउँमा र गाडी चार्ज गर्दैछौँ चाहिँ यता छ गाडी लाइन है त्यो बिचको र पल्लो गाडी गाडी चार्ज गर्दैछौँ र अब यहाँबाट चाहिँ अझै पनि हाम्रो 4-5 घन्टाको यात्रा हुन्छ भनेपछि हामी आज बेलुका 3-4 बजे चाहिँ हाम्रो एकदम मजा आइरहेको छ र हेटौँडाको चार्ज पार्किङ चाहिँ यहाँ रहेछ एकदम हाम्रो भ्लग बनाउँदैछ फोटो खिच्दैछ अनि हामी चाहिँ अहिले हेटौँडा आइपुगिसकेको छौँ घाम अलिकति लागिरहेछ ल गाइस हेटौँडा हामी चाहिँ एकदम मजाले आउँदैछौँ र यहाँ चाहिँ हल्का गर्मी पनि रहेछ होइन अनि हामी चाहिँ कार चार्जिङ पार्कमा चाहिँ हामी कार चार्ज गर्दैछौँ गाडी चार्ज गर्दैछौँ हाम्रो फोटो सेसन यता चलिरहेको छ भट्टाभट्टी एकदम बवाल छ गाइस है हाम्रो यात्रा बवाल भइरहेको छ ल है ल सो हेर्दै जानुहोस् है हेर्दै जानुहोस् हाम्रो यात्रा एकदम शुभ हुँदैछ एकदम राम्रो हुँदैछ अनि यता हाम्रो जीवन मङ्ग्रान्ति सर हेलो हामी हेटौँडा झरिसकेका छौँ है ल गाइजहरू हेर्दै जानु होला हामी प्रायः जस्तो इन्जोय गर्नेछौँ फोटोहरू खिच्ने कार्यक्रम भइरहेछ ल मुगलिनको बाटो जान्छ मायालु भन्ने गीतमा सो एकदम रमाइलो गर्दै हामी अगाडि बढिरहेको छौँ है सबैजनाले एकदम बवाल गाइस चितवन आइपुग्यो बवाल भइरहेछ सो हामी चाहिँ अहिले चितवनको भरतपुरमा छौँ है एकदमै मजा आइरहेछ हेर्नलाई होइन यहाँको वातावरण कस्तो सफा के होइन यता यता हेर्नु न पुरा रोपेको र कस्तो राम्रो बनाएको रहेछ क्या पोहोर आउँदाखेरि त्यस्तो मजाले हेरेको थिएनौँ योचोटि एकदम राम्रोसँग म हेरिरहेको छु एकदम धेरै खुसी लागिरहेछ एकदमै राम्रो बस पनि
अझै पुग्नको लागि समय अझै लाग्छ अनि हिँड्दैछौँ अनि अहिले चाहिँ हाम्रो सबैजना सर म्यामहरू चाहिँ सेलाइसक्नु भएको छ होइन अनि म चाहिँ यहाँ हेरिरहेको छु यताउताको मलाई पनि हल्का हल्का निन्द्रा चाहिँ लागिरहेको छ बेलुका अलिकति ढिलै सुतेको अनि अस्तिको पनि निन्द्रा पुगिरहेको छैन त्यही पनि म एकदम हेरिरहेको छु यताको वातावरणलाई सो हेर्नुहोस् तपाईँहरू पनि अहिले चाहिँ होइन चितवन भरतपुरबाट अब मुक्लिन लाग्दैछौँ है एकदमै मजा आइरहेको छ गीत बजिरहेको छ सुतिरहनु भएको छ मलाई चाहिँ एकदमै मजा आइरहेको छ हेर्दैछु ल हामी लाग्यौँ है मुक्लिन खण्ड मेरो अगाडि चाहिँ एउटा थार हिँडिरहेको छ होइन अनि म त्यो थारलाई चाहिँ म हेरिरहेको छु क्या त्यो चाहिँ मेरो ड्रिम गाडी हो होइन यहाँ हेर्नु ल म यहाँ देखाइहाल्छु तपाईँलाई वा यो चाहिँ मेरो ड्रिम गाडी हो क्या होइन सो यो गाडी चाहिँ लिने एकदम धेरै विचारमा छु म यहाँ पछाडि आउँदैछ त्यो थार चाहिँ बिस्तारै आउँदैछ सो एकदमै ड्रिम हो त्यो गाडी चाहिँ मेरो एक दिन लिनेछौँ लाग्छ होला भोक लाग्यो हामीलाई भोक लाग्यो यहाँ हाम्रो गाइजहरू बसिरहेको आई एम भेरी भेरी हङ्ग्री गाइस हङ्ग्री एकदम भेरी हङ्ग्री त्यही त पेटमा मुसा कुद्यो छ गाडी कुदाएको कुरा गर्छ पेटमा मुसा दौडे आन्द्रा छुत्ती हानेर तितो भइसक्यो भोक लाग्यो आई एम भेरी हङ्ग्री गाइस लास्टै भोक लागिसक्यो आन्द्रा छुट्टी खेलेर तितो भइसक्यो मुसा खेलिसक्यो ल अब चाहिँ खाना अब चाहिँ जाने खाना पहाडको बिचमा चाहिँ हामी आइसकेको छौँ है अहिले चाहिँ हामी खाना खानालाई बसिरहेको छौँ एकदमै पेटमा मुसा दौडिरहेको छ होइन यता हाम्रो सरहरू फोटो खिचिदिन लागेको होइन एकदम मजा आइरहेको छ है मजा आइरहेको ओ माई गड यता पनि पुरै छ त काटे यता पनि पहाड देख्छु यतातिर पनि पहाड देख्छु खाना खाना बसिरहेको छ हामी चाहिँ होइन अनि यहाँ त हाम्रो गुरुजी सो हामी चाहिँ यहाँ आइसक्यौँ खाना खानलाई पेटमा मुसा दौडेछ सो फ्यान चलिरहेको छ गर्मी छ है हामी चाहिँ खाना खाना बसिरहेको छौँ यहाँ अब गीता बहिनी यहाँ खाना खाना दाजु छ सौता कस्तो छ नि त खाना बा ठिक छ यहाँ चाहिँ खाना सकियो अचार बाँकी छ र हामी चाहिँ यहाँ खानासाना खाएर फेरि गाडीमा बसिरहेको छौँ अब चाहिँ हामी ठ्याक्कै अब हाम्रो रिसोर्टसम्म पुग्नको लागि अझै नै केही समय लाग्नेछ मेरे मायालाई उपहार सड्केको मेरो माया आन्दोलन हान्दिउँ न आन्दोलन नत्र हामी गाडी सिधा कुरो भन्नु पर्दा मेरो के हो रमेशजी हान्दिउँ न हान्दिउँ पेटलाई शान्त गर
केबल कार कुद्दैछ म दिन्छु मुटु दिन्छु फेर्नु पर्ने सास दिन्छु घटी बढी होइन सधैँ मायाले नास दिन्छु केबल कार कसम हो कसम मन काममा जाने चलाउने मान्छे हुँदैन चलाउने मान्छे हुँदैन सबै मेसिनबाट हो यसले सर है मन्डेमा रहेछ यहाँ आउने जाने भयो ऊ यहाँ हो यो तैँले यहीँबाट जाने त्यही तल चढेर जाने यहाँ हेर्नु सिन्धुलीको बाटो वाह वहाँ हेर्नु न डाँडा ल गाइज हामी चाहिँ अब हामीले भनेको रिसोर्टमा आइपुग्यौँ अब गाडी कता हो पार्किङ गर्नुपर्ने कता रिसोर्टमै जान्छ होला गाडी मलाई थाहा छैन ऊ त्यहाँ पुल छ जाँदो रहेछ ल गाइज अब हामी चाहिँ आइपुग्यौँ अब चाहिँ हामी अब यहाँ रमाइलो गर्नेवाला छौँ सो सर हामी आइपुग्यौँ कतिको एक्साइटेड हुनुहुन्छ एकदम यस बबाल एक्साइटेड हो म पनि एकदम धेरै एक्साइटेड छु अनि म्याम यो बाहिर 20 मिटर भित्र अब चाहिँ हामी आइपुग्यौँ है रिसोर्टमा सो अब हामी एकदम हामी त्यो गाडीमा झरिसक्यौँ होइन एकदम बवाल छ रिसोर्ट दामी छ तपाईँलाई एकछिनपछि हामी पुनः प्रसारण गर्नेछौँ अब हाम्रो चाहिँ एकदम मजाको स्विमिङ देखिसकेको छ होइन बब्बाल हान्ने गाइज होइन निर्ता म्याम सो अब हामी बब्बाल हानिदिनेवाला छ यता हाम्रो सिनियरहरूको गाडी पनि रोकेर राखेको छ सो एकदमै मजा आउनेवाला छ रक हान्नेवाला छ हामी रक स्टार घाम चाहिँ एकदम ज्यादा चर्को रहेछ तपाईँहरूलाई के याद आइरहेछ भन्नु त स्विमिङको याद आइरहेछ सर कुलजी सेम के याद आइरहेछ सेम स्विमिङ हो यस हो बहिनीहरू यस सर स्विमिङ स्विमिङ जाने होइन त अब गएर म त झ्याम्म हाम फाल्छु होला हौ झ्याम्म लगाएर तपाईँलाई आउँदैन चिन्ता गर्नु पर्दैन हाम्रो कम्पनीले जबरजस्ती भए पनि खेलाउँछ ल म चाहिँ यो झन् गोरो मान्छे झन् गोरो हुने भइहालेँ है ल हामी चाहिँ गयौँ है अब इन्ट्री हुँदैछौँ है त इन्ट्री ल अब हामी इन्ट्री गर्दैछौँ ल है ल अब हाम्रो चाहिँ एकदमै इन्ट्री राम्रो हुँदैछ ल ल सबैजना आउँदै ल ल ल ल ल ल हेलो 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 ल ल ल ल ल ल ल ल ल म पनि हेलो हामी इन्ट्री गर्दैछौँ है अब ल है त ल हामी इन्ट्री गऱ्यौँ है
वेलकम 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 सर वेलकम भ्लगर यता नि हुँदैछ मैले नि हल्का गरिदिएको ल ल तपाईँ एकैछिनमा बस्नु ल उनीको लागि ओहो ल यहाँ चाहिँ हाम्रो लिस्टहरू छ वाह भिडियो हेर्दै के म ल है गर्मीमा स्विमिङ पुल नमस्कार सर गर्मी बस्नु ल कुरा त यहाँ हामी फर्स्ट टाइम हो अनि खोइ त अरू निरुता म्यामहरू कता कहाँ किन हो त What is that? यहाँबाट चाहिँ चिप्लेर पनि जान मिल्ने रहेछ हो यहाँबाट चिप्लेटी खेल्नु पर्ने गाइस देखो न देखो इधर देखो यता पनि रहेछ त मजा आउनेवाला छ गाइस यहाँ खेल्नलाई मजा आउँदैन त यस्तोमा खेल्नलाई मजा आउँदैन हेर्नु है रिभर फ्रन्ट अनि यो चाहिँ हाम्रो स्विमिङ पुल पनि रहेको रहेछ अनि एकदम मजा आउनेवाला छ हामीलाई चाहिँ खेल्नको लागि होइन सो एकदम गाइस एकदम बवाल गर्छ स्विमिङ होइन हामी एकदमै 6 फिटवालामा हानिदिने हो क्या हानेपछि खत्रै हानिदिने हो डुब्ने गरेर उ त चिप्लेटी चाहिँ मजा लाग्यो क्या हामीले त चिप्लेटी चाहिँ खेल्नुपर्छ उ चाहिँ दामी छ अरे है एकदम बवाल लाग्यो ल है अहिले हो यो मौका तपाईँहरूले जे गरे पनि ल ल ल ल पिङ खेलौँ गाइज म पनि यहाँ बस्छु खै त मलाई पिङ खेल्न धेरै गाह्रो लाग्छ ए यो हाम्रो यता अघि गाडीमा हिँडेको फिल भइरहेको ओहो कटर रहेछ त तीर्थ हेर्नु न एकदम मजाले होइन यहाँ हेर्दैछौँ यहाँ माथि कटर सटर पाकेर यस्तो छ होइन एकदम मजा आइरहेको छ गाइस है हामी चाहिँ यहाँ आएर पनि यस्तो घुमघाम गर्दैछौँ यता ल ठिक छ बवाल छ ल हाम्रो गाइसहरू चाहिँ यहीँ पुरा हल्लिएर आराम गर्दैछन् ल भइहाल्छ ओके अब हाम्रो गर्मी हाई हुँदैछ हामी चाहिँ अब स्विमिङको लागि रेडी हुन लागेको होइन एकदम बवाल तरिकाले हान्नुपर्छ यो के फल हो दाना छ त के हो
रुख है यता पछाडि चाहिँ हाम्रो गाइडहरू हुनुहुन्छ सरहरू साथीहरू यहाँ हाम्रो बोइजहरू चाहिँ पुरा खेल्दैछ है पनि यहाँ हाम्रो पनि वेलकम प्रोग्रामको लागि यहाँ बसिरहेछौँ होइन थाहा छैन के यहाँ आज के हुन्छ भनेर कसैलाई नसुनाउनु भने वेलकम हुन आँटेको छ गाई चाहिँ एकदम मजाले सरहरूले व्यवस्था गर्दै हुनुहुन्छ जनाले त के कम्पनीबाट कमाउनु भयो कतिजनाले भन्दाखेरि त 800 जनाले बोनस मात्रै पुरा गर्ने हो भने पनि इन्टु 7,000 को दरले गर्ने भने कति पैसा भयो 57 लाख रुपैयाँ त हामीले गियर अप मात्रै हैन बाँडेको देखियो एक वर्षको पिरियडमा एउटा कम्पनीले 56-57 लाख रुपैयाँ त फुलको मात्रै गरेको देखियो हैन त हेर्नुस् त मैले यो किन जोडिरहेको छु भने थोरै कुराहरू के छ हामीसित के छैन भन्ने कुराहरू मैले अस्तिको एउटा सेसनमा यो कुरा गर्न थालेको छु अहिले चाहिँ हामीसित के छ र हामीसित के छैन भन्ने कुराहरू यति धेरै कुराहरू छ 15,000 अनि 35,000 अनि 75,000 गर्दै गर्दै 2 लाख 4 लाख र 8 लाखसम्म यो कम्पनीबाट एक वर्षको पिरियडमा त्यसैले यहाँले अस्ति भर्खरै इटलीमा यहाँहरूले सम्मान कार्यक्रम हेर्नुभयो भयो धेरैजनाले त्यहाँ कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी हुनुभयो यहाँहरूले त्यहाँ देख्नुभयो एब्रोड डाइरेक्टरहरू त्यहाँ पुग्नुभयो त्यहाँ पुग्नुभएको छ त्यो बेला तलबाट हामीसित 6-7 जनाको ग्रुपहरू कन्टिन्युसली त्यो बेला तल हाम्रो ग्रुप हो हाम्रो सचिन सरले पनि हाम्रो स्वागत गर्दै हुन्छ यो चाहिँ मेरो भेज खाना हो यो चाहिँ नन भेज हो यतातिर रमाइलो भइरहेछ हामी गीत सुन्दै रमाइलो गर्दै हामी चाहिँ खाना खान लागेको हो